एन्ड गाइस आज धेरै टाइमपछि चाहिँ म कन्टिन्यू आज चाहिँ कन्टेन्ट क्रिएट गर्दैछु है। धेरै टाइमपछि चाहिँ मैले आज युट्युबमा भिडियो अपलोड गर्दैछु। म चाहिँ एउटा विशेष गम्भीर कुरा चाहिँ लिएर आएको छु। कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ परिवर्तन गर्छु भनेर हिँडेको थिएँ है। खास कुरामा चाहिँ परिवर्तन गर्छु भनेर हिँडेको थिएँ। परिवर्तन गर्छु भनेर बुक समाएको थिएँ, तर यहाँ त उल्टो भइगयो कि यार, बुकले मलाई परिवर्तन गरिरहेछ यार। यहाँ यो धेरै छैन, यत्रो बाख्राको खोर जत्रो कोठाबाट बाहिर निस्किने मनै लाग्दिन यार। जहाँ कि म पहिला कुकुर जस्तो हिँडै गर्थेँ। सोचन यार साथीहरूले, कहाँदेखि सुध्रिस रे अचलभरि, कहाँदेखि सुध्रिस रे। अब म तिमीलाई के भन्नु, किताबले परिवर्तन गर्यो भन्नु? जे होस्, यो पनि एउटा राम्रो कुरा हो, किताबले परिवर्तन गर्यो जे होस्। तर किताबले एउटा मात्र परिवर्तन गर्न सकेन क्या, मोबाइल छुट्याइदिए हुन्थ्यो। भने यो बटौलीमा फेरि जाडो चाहिँ सकिन्न, बस्न सकिन्न। यो जाडोमा ब्ल्याङ्केट चापेर बस्नु परेछ। भर्खरै इक्जाम दिएर आएको, दिनु पर्ला फेरि 200 रुपियाँ तिरेर ब्याक। इङ्ग्लिसको इक्जाम पनि म वात्त पर्ने भएको छ क्या।